गाइस नमस्ते न्यू ब्लग है। आज चाहिँ म घुम्न जाँदैछु भन्ने त होला होइन, यसो पतंजलि जाँदैछु वेलकम भन्न आफ्टर 2 इयर्स होइन जाँदैछु। कोही जाँदैन होला हौ 2 वर्षपछि त्यहीँको त्यहीँ पनि, तर 5 मिनट मात्रै लाग्छ यहाँबाट। अल्छी भाषी त्यस्तै हुन्छ, रुम नचढेपछि यस्तै हो है। तर उहाँ धेरै पढ्नुहुन्छ नि त, अनि टाइम हुँदैन है, त्यही भएर अब हामी सधैँ सम्भाए। खेल मैदान यता छाता ओड्नु आएको ह्यान्डसम सरले। तर बाहुन थान हेर्नु कस्तो आज बादल लार शीतल छ। ला हेलो हेलो कि आपलाई हान फेरि कति राम्रो ह्यान्डसम बहन ह्यान्डसम हामी भनेको क्याप लाने मान्छेलाई हुन्छ भन्छ। यस्तो खुसी नपार्नु न, फेरि म ढल्छु। यो भनेको कतिन्छ नि अलि पर जाऊ त, यस्तो मोडल जस्तो देखियो त। घुम न नेपालमा जाऊ सर। अब यहाँ गएर टक्क बसिन्छ, चट्ट खिचिन्छ टक्क जुत्ता लाएर टक्क घुमेर होइन। नम प्राण पिंडमा बस्छु, नम योग सन्यासमा, न जन्म न धर्म न मन्दिरमा, म त बस्छु तपाईँको हृदयमा। म त बस्छु तपाईँको हृदयमा। कोही त पागल दामैले, कोही त पागल कामैले, म त पागल रामको नामै। जाउन आछ तिमी जाउन आछ। भिडियो खिचिदिन्छु भाइ। नाच न जान्छौ मथुरा जान्छौ
जान्छौ चारै धाम पढ्दै नजाने काशी मथुरा भजन गर हरिनाम कैलासमा शङ्का गए भाइ हामी भाइ रमाइलो गर्नु है भोलि पर्सि आउँछौँ फेरि हिँड्यो भाइ भजनमा नाचे फोटो खिचे तर फोटो त राम्रो आएन चियादी पठाउनु त त्यहाँ मेरो मलाई घर अनि हामी हिँड्यौँ होइन त्यही यताबाट जाने भनेको त हामी त अनि हामी यता चटपट खान जाँदैछौँ चटपट खाएर छटपट भएर तर टोपी राम्रो छैन यार मेरो ल टोपी राम्रो छैन गर्मी मात्रै छ हेर्नुहोस् त यस्तो गर्मी बह आज मलाई लास्टै गर्मी बह गर्मी नमान्नु न यो हाम्रो आदि खोला हो गाइस देख्न सक्नुहुन्छ मेरो घर हो उहाँ हो उता मेरो घर हो त्यहाँ हो ती पहिरो गएको तल चिनाउने पनि पहिरो गएकोतिर अरे होइन यहाँ मान्छेहरू कस्ता कस्ता हुन्छन् यहाँ फेरि गाह्रो छ यहाँ हिलो छ यस्तो तर म त खेल मैदानमा आएको नि धेरै भएछ नि है दुबो सारेपछि आएको थिएन यही हो यही त हो खेल मैदान तर अहिले त दुबो नै छैन 40 लाखको दुबो रे आफै मेरी बा 40 लाखको दुबो त अहिले त गर्मी भएको यहाँ जाने पौडीमा खोलामा आउँछ आउँदैन आउनु परेन यसै गइदिउँ न के छ र तर गर्मी लास्ट हो नि एकछिन भए पनि भजना नाच्यो मोटा थियो मलाई नि आएको थियो नि के आएको भन्नु हजुरले मोटा थियो दुब्लाउने भयो भने गाइस यो चाहिँ हाम्रो आदि खोला है हाम्रो यहाँ डुबाउनु नि टिका दि किन डुबाउने यार पौडी खेल्न नजाने मान्छेलाई यसै नि त डुबाउँछ डुबाउनु यार बनाउँछ सरेर डुबाउनु तान्छ होइन जाम के आउनु छिटो ढुलो भयो लेट्स गो ल यिनी पुतुङ यिनी कहाँ कि चम्सुरी हुन् भनेर सोध्नुलाई यिनी यतै सेक्दाकी हुन् दर्शकबिन सबैलाई नमस्ते म भगवती टिका दिदीको प्यारी सिस्टर है अनि म चाहिँ के भन्नु भने उहाँले मलाई चिनाउनुहोस् भन्नुभएको थियो त्यही भएर मेरो इन्ट्रोडक्सन दिन चाहन्छु म चाहिँ भगवती रेग्मी अहिलेको हाल बसोबास चाहिँ यही वालिङमा छ है अनि आज चाहिँ टिका दिदीले मलाई मलाई भेट्न धेरै भयो तिमीसँग नभेटेको भन्नुभयो अनि त्यसपछि मैले दिदीको बोली के खेर फाल्नु है भनेर आएँ आएर 2 घन्टा त उहाँजीको रुममा सुतेँ अनि त्यसपछि अब भएन चटपट त खानुपर्छ यत्तिकै रुममा बस्नुहुन्न भनेर हामी पतञ्जली आयौँ पतञ्जली आएको फोटो राम्रो खासै राम्रो फोटो त आएन तर पछि एउटा दुईटासम्म अलिअलि आएको भन्ने जनाउनलाई राम्रो आएको छ है 100वटा खिचेम त मध्येबाट जति 3टा जति होला राम्रो अनि त्यसपछि अब भएन भने यसो एक दुई ताल भजन माने यसो त्यहाँ उभियो त कति राम्रो आयो अनि पर जाउँछ आदि खोला होइन यो हाम्रो आदि खोला गाइस अनि यो आदि खोला हाम्रो यहाँ चाहिँ धेरै मान्छेहरू डुबेर मरेको भन्ने जानकारी पनि पाइन्छ यहाँ पौडीन जान हुँदैन सबैजना होसियार हुनु होला म टिका दिला देखाउन गइरहेको छु भन्नुहोस् ल हेलो गाइस आज चाहिँ आदि खोलामा तर मलाई त आउँदैन पौडी खेल्न हेर्न मात्रै हो हजुर अनि अरू
थाहा हेर्नु होला म एकचोटि डुबेको मान्छे होला होइन धन्न बचाएर लए अहिले यो अवस्थामा हुनुहुन्छ देख्न देखिया रहेछ र अहिलेसम्म छिउँदै अँ, त्यही पनि ठिकै छ अनि हजुरको खै त अघि ल्याएको थियौँ हामीले त्यही छ हेर्नुहोस् मेरो पछाडि ट्र्याक्टर छ नि भन्नु न त्यति चलाउन आउँछ तिमीलाई मलाई आउँदैन यार दि अब आउन लागिसक्यो होइन चापी पनि कोठाको रुमको चापीले खोल्छ अरे ट्र्याक्टरलाई त चापी चाहिँदैन हो यसै हिँड्छ अरे हो अनि यो चाहिँ यता चाहिँ म सब भइरहेको छ हाम्रो सबैजना आउनु होला यहाँ चाहिँ धेरै त्यो हिरोनी नै हुनुहुन्छ भाइ लगाइहाल्छ नि भन्छन् आमा यत्रै चाहिँ लाउँछ तर हेर्नु यति राम्री हुनुहुन्छ हजुर तल जानु होला के उडी उडी मन भाग्छ किन तिम्रै के हेर भन के गरौँ म कति राम्रो गीत मलाई धन्न कलाकार धन्न नलगाउनु मलाई दुईवटा सिन छ मेरो दुईवटाबाट त्यस्तो हिरोनी मान्छे त मैले आजसम्म कोही देखेकै थिइनँ अनि मैले चाहिँ तिम्रो त्यो के भन्छ अरे भोट गर्ने बेला प्रचार प्रचार गर्छ नि हजुर सबलाई भन्नुहुन्छ के पढाउँछ तर गर्मी चाहिँ लाग्छै भयो पसिना गाइस यिनको यो रियल अनुहार होइन है यो क्यामेराले कालो देखायो लास्ट गरी हुनुहुन्छ मान्छे कालो देखाएर बहिरहेको मान्छे चिन्ने गाह्रो छ है त्यो उवाला ल्याउ न के अरे त्यो बाहिर देखिया है उहाँ सेतोवाला प्याकेटवाला हो त्यस्तोवाला कालोवाला चक्लेटीवाला त्यो 20 खाले होइन यार धेरै महँगो पर्छ होला त कति पर्छ त्यहाँ हो त्यस्तैवाला के हो त्यही खाने एउटा दुईवटा के एक घन्टा खानु कस्तो खाले आइज यो फेरि खासमा चटपटा पनि बनाउनु पर्ने क्या चटपट खासी पिरो हो बाँदर जस्तो छु अलिअलि देउरा हेर्दा त बाँदर जस्तो छु तिमी पनि सेम त छ सँग त टिका दिएको भसीमा जस्तै नभए पनि हुनपर्छ बाँदर जस्तो छ बाँदरको कुन पुस्ता हो यस्तो रहेछ नि आज मैं आप लोग के साथ एक ऐसी एप्लीकेशन शेयर करने वाला हूँ जो रियूनी ऐप से भी बेस्ट काम करती है ना ही उस पर कोई ऐड आते हैं और ना ही म तपाईँले त साह्रै खालि हामीलाई कति गोरी यस्तो राम्रो मान्छे त कोही छैन फोटो सिलेक्ट कर लेता हूँ ओके पे क्लिक करता हूँ जैसे ही ओके पे क्लिक करूँगा थोड़ा सा ये प्रोसेसिंग करेगा तो ये हो रहा है आप देख सकते हैं अब ये देखें बहुत अब यो खासी जानुपर्छ होइन रिजल्ट बना देता है फोटो का जितना खराब फोटो क्यों ना हो रियूनी से तो 100% बेस्ट है इस एप्लीकेशन को लाजमी डाउनलोड करें वे भनेर पनि भयो एक आफ्नो अच्छी ह्यान्ड फोटो बनाना चाहते हैं कति बज्यो तीर के आइकन पर क्लिक करें और अपनी फोटो को सेव कर लें बज्यो भाइ 5 6 बज्यो जामै होला पढ्ने बेला भयो पढ्ने बेला यस्तो तालले हुँदैन सदा पनि छैन यार के जानु के मारे 14-15 ह्याच 55 ह्याच कसले फोन आयो यार मलाई फेरि कसको नम्बर खै तिमीले त मिस कल हाल्दैन त्यस्तो मेरो भुट्टा
पठाउने मिस कल हान्छु कि मलाई पैसै छैन मेरा नयाँ नम्बर मिस कल हान्ने अनि टक्क लाएर होइन यस्ता पनि छन् कि यहाँ त फेरि ए बाब म त खाइ नपाएको भिडियोमा यस्ता मान्छेहरू नि छन् हेर्नुहोस् गाई जाने होला तर म अगाइन नि टिकाहरू साँच्ची भन्नु कति बाबु चाहिँ धेरै मिठो खाना हो मिठो थिएन अगाउँदा नि के भएछ मतलब पैसा त खतरा मिठो बनायो पहिला त नगरपालिका हातले लाएर हेर्नु न त्यही जग्गा खतरा मिठो हुन्छ दाजु पनि मिठै थिएन है आजभोलि बिग्ने ला छिटो छिटो बनाउन ला नि त राम्रो धार त्यो पिरो मात्रै दिइरहेको थियो अनि म त खुर्सानीहरू पिरो भयो नि मलाई त लास्टै त उसको हाँसी सिधै भन्न के झटपट हजुरले के पठाउनु बाँकी छ तारा म त हिँड्यो बिहान के हो हिजो आएको नि त रक्का राख्यो भने होइन बिहान आएको फेर त खाँदा खाँदा म यहीँबाट नछोडी गएँ भने पनि घर पुग्छु नि घर ऊ तिरासी तल पुग्छु तिरासी तलबाट जाने खोला छैन बिचमा यो बाटोको खोला बिचमा खोला छ त अनि बासमा त्यो उनीर के अरे के भन्छ त्यहाँनिर यो सरसफाइको नाममा बाटै छ कि त्यो त पुल भन अनि त्यो खोलानिरको खै त दुईटो खोला त्यो बस पार्क बनाएको छ होइन बस पार्क बनाउनु लगाएको छ नि त्यो तर हामी त जाँदा अर्को बाटो आयो अर्को बाटो आयो होइन आएको पनि त जान कता त्यो त कता त्यो उमा निस्किन्छ यत्रो बगरदेखि कताबाट जान्छ हामी यो त्यही हुन्छ छिटो हुन्छ त छिटो हुन्छ जोगाड गर्नु त उयो नै भयो सिधै गन्छ त हुनु परेन मोटर मोडमै निस्किने मोडमा निस्किने कि पुरा निस्किने खाली निस्किने बाटो पनि हामीलाई चक्क चक्क हुँदै गर्नुपर्छ र म त कुरो पाउँदिनँ है तर म त अहिले म लेख्नु मलाई गाउँबाट खाने नै होइन होला गाउँतिर त यो खेतको मकै हो नि त होइन त्यो खेत छैन हेर न हाम्रो घर आहा कस्तो राम्रो खेत गयो हेर त बाटोको आलो हम फाल्ने हो यहाँ सक्नुहुन्न ए आमा मरिन्छ त्यो त गयो नि यार मान्छे म कसरी आम जाने टाढै छ यार छैन भाइ भुलाक बनाएर बन्द गरेर आउनु मोबाइल फेरि जान पर्ने सक्दैन ल त्यो मोबाइल पुगामा आउँछु यता नि छ कि फेरि यहाँ पत्ता खस्दैन सक्छौ रुक पुगा ल जम्प गर्दै हुनुहुन्छ उहाँजी छिटो हम फालेर आइहाल्नु न छिटो यार सक्दिनँ यार सक्नुहुन्छ ल ल ल छिटो 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 कस्तो अप्ठ्यारो बाटो ल्याएको मैले त्यो एउटा भन्दा न म भन्नु त के ल 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 आहा कस्तो राम्रो सिना आएको है त हेर त हामीले प्लास्टिक बोकेर दिल्लीमा कुनै के भन्ने एउटा गीत थियो गाउँ त ए हाम्रो पिङ्क सिटी होइन के गीतमा दिस इज पिङ्क सिटी हिलो खै तार जाऊँ होइन दा खाली घरि हिलो बाटो हिँडाले ह घरि खाल्टोको बाटो हिँडाले ह ल म त यो सम्हाल हेर त मेरो जुत्ता छिछि यस्तो मेरो चाहिँ हेर्नु त हजुरको मेरो खुट्टा जुत्ता र चप्पल त्यति धेरै राम्रो त छैन मेरो खुट्टा राम्रो हारेको छ कि त्यही भएर क्या देखाउनु त मेरो यस्तो गरेँ न टिका दिदी फोटो खिचिदिने हो खिचिदिन्छु राम्रो आउँछ ल जाऊ त एउटा खिचौँ अब जाम हिलो किप्पर बस नि त तिमी त अलिकति छौ कहाँ पर यहाँ गोलकिपर चिना भन्नुपर्छ ज्ञान त त्यत्रो जाऊ त एकचोटि तिमी मिल्छ कि मिल्दैन हल्का लागिसक्यो कति छौ अरे तिमी 5.3 ल 5.3 ले हुन्छ 5.3 ले त ल जाऊ उफ्र त एकचोटि ओ त्यहाँ उफ्रियो त गर सानो गाउँ उयो त पिल्लरतिरको उयो उभियो पुग्छौ माथि उफ्र त माथि सक्दिनँ क्या माथि जुर्गु उफ्र न एकचोटि तिमीभन्दा हाइटी भलिबल खेल्ने के अरे त्यो फुटबलको किपर छन् र
खोइ म त किप्परलाई देखेकै छैन यार अहिलेसम्म रियलमा ट्याक्क किपर किपर बस्छन् अब बल छेक्न परेन त नि गाइस आजलाई यति नै हामी गयो हस्त धन्यवाद हेर्दै गर्नुहोला के लाग्छ प्रतिक्रिया दिनुहोला See you. See you next time. Bye.